हेलो सेवा नमस्ते वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी साकेला नाच्न जाँदैछौँ। साकेला नाच्न जाँदा पानी परेर यस्तो थियो बाटोको बिजोग। बाटोमा हिँड्दा हिँड्दा सेकुवा पोलिरहेको थियो अनि मान्छेको यति धेरै क्राउड थियो है। अनि हामी चाहिँ साथीलाई खोज्दै हिँडेको थियौँ कि हामी फाइनली साथीलाई पनि भेट्यो। साथीलाई भेटेर नाच्न थाल्यौँ। नाच्दा गलेर फेरि फोटो खिच्न थाल्यौँ। अनि फोटो खिच्न थालेर अब साथीभाइहरूसँग अब दाइहरूसँग हुन्छ नि त, सेलिब्रेटीहरूलाई पनि भेटाएको थियौँ कि हामीले कतिजनालाई, तर सबैसँग चाहिँ फोटो खिच्न पाएन। एक दुईजनासँग खिच्यो, रमाइलो भयो होइन। अनि यो भनेको चाहिँ एउटा राईको उधौली उभौली भनेको चाहिँ पहिल्यैदेखि मानेर आउने पर्व हो नि त। अनि त्यही भएर यसलाई उधौली उभौली भनिन्छ क्या। अनि फेरि हामीहरू चाहिँ अनि फेरि नाच्न थाल्यौँ क्या। अनि नाच्न थालिसकेपछि यति रमाइलो भयो होइन। रमाइलो हुँदा 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 पनि घर जाने बेला भइसकेको थियो क्या। अनि घर जाने बेलामा चाहिँ अनि साथी हामीहरूले के भन्यो भने जुत्ता हेर्दा जुत्ता एकअर्कालाई भन्दै हेऱ्यौँ क्या। अनि त्यो हेर्दा त फेरि बाटोको अवस्था यस्तो थियो है, मान्छे यति लडेको थियो, यति नर्मल थियो। थ्याङ्क यू फर वाचिङ।